नरो कोही आएको छैन अहिलेसम्म कति राम्रो ब्युटिफुल बाबै हेर त आज भगवान भनेर मेरो घरमा आइदिनु मेरो छोराछोरीलाई आशीर्वाद दिनु हजुरको जस्तो सधैँ यस्तै पर्दैन फेरि त्यस्तो भयो नि म नरहनु बिहान बाबुले आउँछु म फेरि बाबुले नि कस्तो देवी जस्तो हुनुहुन्छ सिका दिदी भनेको ठिक छ तपाईँ बिचारा दुःख रहेछ तपाईँले यत्रो कमाइ खाने त्यही भाइ रहेछ सानो छोरा 3 वर्षको हुँदा म एक्लै हेरेर छोराछोरीलाई यत्रो बनाएर पोसाल्दाखेरि चाहिँ म बिरामी भएर चाहिँ बस्नु मम्मी जे गर्छ मान गर्छन् बरु भोकै बसौँला हजुर नगर्नु भनेर यसो सबै उ गरेको हेर्नु न यस्तो हुँदा कस्तो भयो फेरि यसको अगाडि रोगमा हिँड्न सक्दो रहेछ एटलिस्ट हिँड्न सक्दो रहेछ फेरि त्यस्तो पर्यो नि आई विल म फेरि आउँछु कि तपाईँ भएकोमा फेरि डोनेसन गर्न जाँदै थिएँ कि अनि घाँटीमा लागेको सहयोग गर्न जाँदाखेरि हानिदिएको गोली के भन्यो भने अझै हामी आन्दोलनमा नगए पनि ब्लड डोनेसन गर्नुपर्छ यसरी हो भनेर म हामी त्यही कुरा गरेँ हाम्रो चाहिँ एउटा बहिनी पनि हुँदैछ जेन्जीको बहिनी हुँदैछ यहाँ नमस्ते बहिनी तिम्रो नाम भनिदेऊ त लिजा अधिकारी के भयो तिमीलाई कतिवटा लाग्यो एउटा लाग्यो यतापट्टि किन टाढमा लागेर यताबाट लागेर यता छिरेको वार पार भएको ए होइन म नदेखाउ भयो नि लाग्छ फेरि अनि त्यसपछि गएर अनि किन यति ठुलो कि उसको है यो ह्यान्डको ए तिम्रो घर कहाँ आमा कति राम्रो ब्युटिफुल बाबै हेर त ल राष्ट्रिय हिरोइनी बहिनी बुझ ए कान्छी त ए मोराङको घर अनि को बस्नु भएको छ कुनलाई मामु हो ए कति राम्रो ब्युटिफुल मामु पनि ल अब सबैलाई दिइरहेको छु मैले थोरै थोरै आर्थिक सहयोग त्यो सहयोग भन्नाले भने तपाईँलाई हौसला रूपमा होइन तपाईँलाई यहाँ खाना बस्नु कति कान्छ 25 छ ल ठिक छ ल 25,000 त्यसमा है दिदीको तर्फबाट र तिम्रो नम्बर मैले चाहिँ फेसबुकमा राख्न मिल्छ अरू मान्छेले सहयोग गर्न अझै कति दिन बस्न पर्ने हो कति खर्च लाग्ने हो थाहा छैन नि त किन भन्दा खाना बस्नलाई जो कुरुवा हुन्छ उहाँलाई पनि खर्च लाग्छ होइन अब के छ अनि खाना चाहिँ फ्री छ है बिहान बेलुका है खाना फ्री छ त्यही पनि तिमीलाई के खाना मन लाग्छ भरको एज छ केही मगाएर खानु नि त है त बहिनी ल ल गर्ने आमा ल ल ल नरो कान्छी रुनु हुँदैन मलाई थाहा थिएन तिमी यहाँ छ भनेर अनि मम्मीले अघि भन्नुभएपछि अनि त्यहाँ थाहा पाएको मैले नरो कोही आएको छैन अहिलेसम्म को आएको थियो भने त नरौ त नरौ कान्छी म दिदी छु नि आई एम अलवेज देयर फर यु तिमीहरूको सबै जेन्जी छ नि सबैजनालाई गर्दै हिँडेको छु होइन अनि नरौ त नरौ कान्छी म दिदी छु नि आई एम अलवेज देयर फर यु तिमीहरूको सबै जेन्जी छ नि सबैजनालाई गर्दै हिँडेको छु होइन अनि म उहाँको नम्बर राखिदिन्छु ल तपाईँको नराखे नि उहाँको चाहिँ राखिदिन्छु अनि मोरङको अरू मान्छेहरूले जो हुन्छ फेरि पनि म आउँछु कि अलिकति थप्छु पैसा ल गान्छु ल म फेरि आउँछु नि त फेरि आउँछु है ए के कोठा ए को बस्ने यहाँ कोठामा उनीहरू पनि बस्ने हो साथी म त्यो तिमी एक्लै बस्ने हो अनि बैशाखी ल्याइदिनु दिदी भनेर अनि हिँड्न सकिनँ भने भएर अनि यो बैशाखी एकपल्ट ट्राई गर्दा कान्छ सिकाइदियो त उसलाई आउँछ उसलाई सिकाइदियो अनि चामल के थियो नाम के तिम्रो कमल सुनवार अमन सुनवार घर कहाँ कैलाली ए अनि चाहिँ चामल ठिक थिएन चामल त अब सकिया थियो अब हिजो भर्खरै साथीले भनेर लिएर आएको थिएँ कति केजी चाहिएको 5 किलो 5 केजी होइन खै 4 केजी 5 केजी कति ओके चामललाई 2 पोका ल्याइदिएको छु दिदीले अनि त्यहाँ खानेकुराहरू छ त्यहाँ आऊ त सक्छौ यहाँ मलाई यहाँ चाहिँ अब उसले चाहिँ बैशाखी ल्याइदिए दिदी भनेर भन्या भएर ए अर्को केटा यसले अर्को बना त त्यो गरिदेऊ त सिकाइदेऊ थिचेर तान्ने हो भने बिग्रियो भने मैले बिल पनि लिएर आएको छु त्यो ए ल माथि पनि गर त माथि पनि गर कान्छ
माथि तान्नु त कस्तो आउँदैन रहेछ ए माथि यहाँबाट आउँछ लगाउँछ तान्नु त मैले दबाईसँग अर्क्यो यो कस्तो खालको हुँदो रहेछ क्वालिटी नै नहुने नेपालतिरको बैशाखी त के भएको त्यस्तो ल ए ल ठिक्क गर्नु ल उठ त ए ल हिँड्न चाहिँ सक्छौ एउटा होइन दुईटा चाहिन्छ होला नि एउटा भए पुग्छ ए ल ल ल ल यो दुईटा राख तिमीलाई हुन्छ यो बिल यो बिग्रियो भने चाहिँ बिल लिएर खान्छ त्यो बिल दिए त मसँग कता छ बिल म अर्को उसलाई पनि भेट्न पर्ने हुन्छ भाइ अरू के समस्या छ भन त यो अब चामल 2 बोराले कति महिनालाई पुग्छ तिमीलाई एकजनालाई त पुग्छ अनि ग्यास स्यास के छ अहिले चाहिएको छैन अनि यहाँ मैले चाहिँ अब यहाँ कति छ कान्छ यसमा 25,000 छ अनि यो चाहिँ भाइलाई अब यो रिकभर नहुन्जेललाई पुग्छ होला सायद आई थिङ्क अनि त्यो भइहाल्यो बैशाखी ल्याइदिया भइहाल्यो है अरू केही समस्या पऱ्यो नि तिमीलाई फेरि कल गर्नु है त म अर्को ठाउँमा हेल्प लिएर जानुपर्ने हुन्छ अहिले फेरि यता के अरे हेम्स भन्ने ठाउँमा जानु छ है त हेम्स हस्पिटल है त भाइ ल ल ल है हिजो बेलुका मलाई कल गरेर अस्तिदेखि कल गरे है तिमीले हिजो तिमीले गरिदिएको हो ल तिमीलाई थ्याङ्क यू सो मच उसको केयर गर्नु है ल है त भाइ ल हस् ल हस् 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 यो कति छ यसमा भन्नु त सबै टोटल भन्नु त टोटल यसमा 3,90,000 छ होइन 3,90,000 तपाईँ यहीँ यो कोठा ल हेर ए चामल निकाल त भाइ को बोल्नु भयो हो ए नमस्ते भाइ ए के समस्या थियो तिम्रो भाइ भन त छिटो भनिहाल त म एउटा भाइको कोठामै छु कि यहाँ किर्तिपुरमा एउटा भाइको कोठामा अनि त्यसपछि गएर यहाँ सहयोग लिएर आइरहेको छु तिम्रो समस्या के हो मलाई यहाँ मोबाइलमा व्हाट्सएपमा पठाउनु है त ल ल ल ल हस् हस् सुन त नमस्ते के नाम तिम्रो लोकराज उपाध्याय कतिवटा लाग्यो गोली नदेखाउनु कहाँ ए ल ल ठिक ल ठिक अब त्यो भइसक्यो अब भइसक्यो अब यसको अनि के ड्रेसिङहरू गरिरहेछौ आज बोला पैसा नभएर नगा के हो त्यस्तै भयो अरू के समस्या छ भन त दिदी छु त फाइनेन्सियली हेल्प गर्नु घरबाट नि आएन घरबाट नि अहिले फाइनेन्सियली हेल्प गर्न सक्यो दिदी छ नि त अनि त्यस्तो अब आँखाभरि आँसु बनाउनु चाहिँ पर्दैन है अब त्यो देशको लागि लड्या मान्छे हो अब त्यो कसैको स्वार्थ व्यक्तिगत स्वार्थको लागि लड्या मान्छे होइन यहाँ कति 2 बोरा चामल ल्याइदिएको छ यहाँ खानेकुराहरू छ म फेरि पनि आउँछु अवस्था चाहिँ अलिकता उनी रहेछ तिम्रो यहाँ यो भात पकाउने है तिमी चाहिँ को नि ए कस्तो ह्यान्डसम भाइ रहेछ ल सहयोग गर्ने भाइलाई कान्छा लियो त 25 ले ल अलि अवस्था उनी रहेछ उसको चाहिँ अनि पुग्छ नि अलि बढी नै लिए त अनि अरू के छ समस्या कान्छा तिम्रो भन्न त अरू के छ अनि के अरे यहाँ त अनि अलिकता ऊ पनि रहेछ कहाँ पढ्छौ तिमी कोरियन विदेश जान खोजिरहेको थियौ ए अनि घर कहाँ कञ्चनपुर हो तिम्रो घर अनि घरबाट कोही आएको छैन ए तिमी आफ्नै भाइ हो ए अनि ऊ चाहिँ गएन आन्दोलनमा अस्ति ए गएन धन्न ऊ दाइलाई चाहिँ अब केही भयो नि आफू जोगिनुपर्छ भनेर बचाएर रहेछ ऊ चाहिँ भगवान्ले बचाउनु भएको रहेछ ए कान्छा छिटो गर न त हामी अन्त पनि जानु छ किन त्यो ढिलो गरेर तैँले त्यो पैसा गर्न 1 घन्टा लाग्छ त्यसलाई त लौ कति छ भन्नु त 25 छ 25 अलि पुग्दैन कि भाइलाई पुग्छ 25 ले अहिले अरूलाई नि गर्नु छ आरु स्योर 25 छ नि त्यहाँ फेरि कम दिएर रहेछ भने फेरि त कारबाहीमा बस्छ त केटा ल हुने 25 छ यसमा होइन अनि यसमा कति दिनलाई पुग्छ तिमीलाई पुग्छ होला हामीलाई त्यस्तै 15-20 दिन पुग्छ त्यसपछि त यु विल बी रन होइन तिमी त दौडिन सक्छौ तर त्योभन्दा अगाडि इफ निड एनी हेल्प है यु क्यान कल मी व्हाट्सएप है दिदी आउँछ है ल ल ल ल ल ल ल जान्छु यही काम गर्ने भाइ हो रङमा काम गर्ने होइन 20 तारिक बिर्से भइहाल्छ नि त्यस्तो भन्नु हुँदैन भाइ ओहो सुत्ने ठाउँ पनि छैन ल यो खोल्नु त राम्रोसँग यो सामानहरू त्यो सामानहरू लिएर ओहो भाइ नमस्ते भाइ ए बच्चा नि छ तपाईँको एकजना बच्चा खै त कहाँ बच्चा लिएर आउनु त
स्कुल गएको छ ए कहाँ गोली लागेको तपाईँलाई त्यो चामल ल्याउन सहयोग गरिदिनु त भाइ जानु बाहिरबाट ए अनि सुत्ने एउटा खाट पनि छैन एउटा सुत्ने कुरा पनि रहन्छ नि त भाइलाई त ओहो खुट्टा एक ठाउँमा लाउँदै लागेको हो वार पारै भयो कि गोली के छरा मात्रै लागेको तपाईँको नाम भनिदिनु त भाइ दिपक नेपाली यहाँ कल आइ गर्छ फेरि 2 मिनट फुर्सद हुन पुग्दैन मलाई फेरि उठा त अनि अहिले कस्तो छ हजुरलाई नसा छिनेको छ भन्नुभएको छ ए श्रीमती कहाँ हुन्छ त ए तपाईँ हो श्रीमती ए नमस्ते फेरि पनि ए म त बहिनी होला भन्न सोचेको सरी ए ए ए ए अब यो बहिनी तिमी कहाँ सुत्छौ त यहीँ कहाँ छ त ठाउँ यहाँ सुत्नलाई आमा यस्तो रहेछ है अब यो अवस्था कान्छा छोड्दै त्यो फोन अहिले एकछिन हामी यहाँ एकछिनमा ए अवस्था एकदम तपाईँ त हस्पिटलमै राख्न पर्ने मान्छे हो नि त तपाईँ त तपाईँ त हस्पिटलमा ट्रिटमेन्ट यहाँ त सुत्ने ठाउँ पनि छैन बस्ने ठाउँ पनि छैन ए एउटा खाटलाई कति पर्छ एउटा त्यो यस्तो लो बेडलाई कति पर्छ 4-5 हजार पर्छ कान्छाले त यहाँले त पैसा यताले त यहाँ अब उसलाई एकदमै निड भनेको चाहिँ तपाईँ एकदम निड रहेछ कति वर्ष लाग्नुभयो त जेएनजीको आन्दोलनमा लगाउनु भएको कति वर्ष लाग्नुभयो 30ले पुग्दैन यहाँ ओइ त्यहाँ थोरै निकालिस् तैँले पैसा ले त्यहाँ अर्कोले 20,000 नि पुग्दैन नि यतिले त बिचरा लगाउ यस्तो के यस्तो ल त्यहाँ यहाँ यो 30,000 भयो यहाँ भइदियो 20,000 थप 20 छ यहाँ 50,000 रुपियाँ छ होइन यो एउटा लो बेड किन्नु छ तपाईँले होइन यो सबैभन्दा बढी त सहयोग चाहिँ हजुरलाई अब गरेको छु अहिलेसम्ममा चाहिँ होइन 2 बोरा चामल छ 1-2 महिनालाई पुग्ला खानालाई यो कोठा एकदमै कन्जस्टेड भयो अनि यहाँबाट हावा आउने ठाउँ पनि छैन यस्तो ठाउँमा बस्नु हुँदैछ बरु अलि राम्रो ठाउँमा चाहिँ अब त्यो त्यस्तो रहेछ बारेको रहेछ यो लाउनुहोस् तपाईँको यो चाहिँ सहयोग चाहिँ लिनुहोस् भाइ है यसले पनि 50,000 रुपियाँ छ फेरि पनि हामीले गरेको यो बलिदान त्यतिखेर जान नदिनु होला त्यो बाला 18 आमालाई लिएर आएको होइन यहाँसम्म पनि पुग्यो रहन्छ भाइ अब तपाईँले चाहिँ गाह्रो भइरहेको जस्तो मलाई फिल भएको छ है भोलिका दिन पनि राम्रो सुन्न पाइन्छ त्यति ठिक हुन्छ होला होइन ठिक हुन्छ तिमी ठिक हुन्छौ आतिनु पर्दैन त्यस्तो केही पर्यो भने मैले नम्बर सेभ गरेर राखेको छु एकदम अर्जेन्ट भाइको लिस्टमा राखेको छु तपाईँको नम्बर अनि प्लस बहिनी खाट चाहिँ एउटा है लो बेड चाहिँ आजै किनेर लिएर आउनु है लो बेड किनकि उसलाई अलिकति गाह्रो पनि हुन्छ अनि छोरी स्कुल जानु भएको छ छोरो पनि छ ए 4 वर्षको बाबु छ ए ल अब यहाँ सामानहरू पनि ल्याइदिएको छौँ हामीले होइन त्यस्तो केही पर्यो भने इफ एनी हेल्प अनि आउनु अनि घाउको यो बेला बेला ड्रेसिङ पनि गर्नुपर्छ यो ठाउँ चाहिँ अलिकति कन्जस्टेड रहेछ बाहिर कतै बस्न मिल्ने अलिक राम्रो रुमहरू कतै भयो भने पनि म त्यो म्यानेज गरौँला है तपाईँको यो ठ्याक्कै ठेगाना भनिदिनु त सहयोग गर्न चाहनेहरू कोही आउनुहुन्छ नि तपाईँलाई सहयोग गर्नु कपन भण्डारी कार्पेटको नबिल ब्याङ्कको छेउमा है ल हस् धन्यवाद है त ल है धेरै धन्यवाद हजुरलाई भेट्नु भयो धेरै कस्तो आँखाभरि आँसु बनाएको मलाई नै रुवाइदियो भाइले त कस्तो रहेछ है ल फेरि आउँछु म है ल है भाइ ल बहिनी ल है त ल हस् ल ए कता यता हजुर दिदी ए बाबु दिदी आउनु भयो नरुनु त किन रुनु नमस्ते कान्छा के छ नानी यति हो रुम हजुर यति हो दिदी कति तिर्नुहुन्छ भाडा 8,000 8,000 अनि तपाईँ किन दिनुभयो त नरुनु त अनि गहिरै चोट लाएर चाहिँ के लाएर चाहिँ उसको त बहिनी म यहाँ एउटा भाइलाई यहाँ सहयोग गर्नलाई एउटा रुममा आएको छु है एकछिनमा कल गर्नु न 2 मिनटमा है म रातो पुलमा छु रातो पुलमा है त आउनु न त रातो पुल आउनु है त छिट्टो है ल ल ल ल ल ल रातो पुलमै आएर कल गर्नु मलाई ल तिम्रो नाम के भन त रोशन रेग्मी अनि 24 गते लाग्यो कि 23 गते लाग्यो 23 गते लाग्यो कति वर्ष लाग्यो तिमी 19 वर्ष 20 वर्ष हो अहिले के आवश्यक छ तपाईँहरूलाई हुन्छ सहयोग
बाबुलाई अवश्य भन्दा नि टाउको छ अलिकति पैसा नपुग्नु ए फेरि फ्रीमा हुन्छ नि त फ्रीमा त हुन्छ हस्पिटलमा त्यो सम्भवै भएन कि भएन यता पछाडि हान्दैछ त्यो बाबुले टाउकै उठाएर बस्दैन कि ए कान्छ 50,000 त मलाई त्यही गाह्रो हो कि ए नत्र म त केही थिएन अनि हजुरलाई मैले कल गरेको नुवाकोट जानु भएको थियो नि त त्यही हो मेरो माइती माथि माथिबाट घर हो मुनि हो अनि मैले बाबुलाई भने बाबु दिदीलाई बोलाऊ हामीलाई त गाह्रो भयो होइन अनि त्यही भएर मैले हजुरलाई बोलाएको अहिले भर्खर फोन लाउनु नै ठुलो कुरा भयो कि त्यही त धेरै दिन भइसक्यो धेरै दिन भयो ल अब लाने हस्पिटल लाने अनि दुखिरहेछ तिमीलाई घाँटीमा दुखिरहेछ अनि यस्तो यो टाइट कपडा लाउनु भएन नि त्यो टी सर्ट कान्छ टी सर्टले त हाम्रो ल्याएको टी सर्ट निकाल त त्यो टी सर्ट लाउनुपर्छ खुल्ला खालको टी सर्ट लाउनुपर्छ टाइट छैन त्यो जिन्सको कपडा अलिक टाइट हुन्छ अनि त्यही त त्यही मैले अनलाइन जानुपर्ने छ अनि गर्न नथाले अहिले म आफै गर्नु ल आफै गर्नु छ कति छ 50 छ यहाँ 50 छ होला आई थिङ्क 50 छ आर स्योर ल 50,000 चाहिँ तिमीलाई दिदीको तर्फबाट है ल सबैजना सहयोग गर्नुभयो उहाँलाई थ्याङ्क यू सो मच अहिले तपाईँले चाहिँ यो ल तुरुन्त के गर्नुपर्ने अब उपचार के गर्नुपर्ने अहिले सुरु गरिहाल्नु अपुग भयो भने यु क्यान कल मी है तपाईँ फोन गर्नु फेरि कल गर्नु है सेभ गरेर राख्छु अब चाहिँ नम्बर है भाइ ल म अनलाइन जानु छ है ल हस् कपडाहरू चाहिँ छ है कपडाहरू हेर्नु त छान्नु त भाइ कपडाहरू छ ल नमस्ते सही केही आएको आएन तिमीलाई कतैबाट मैले त हिजो चिनाथे भर्खरै त्यही गरेँ खुट्टा के भएको वार पारै भयो गोली लागेको ए कहाँ छ तिम्रो घर दिदी नाम के अभिषेक श्रेष्ठ पेन भइरहेको खुट्टामा ए टन्न हुँदैछ त अनि 400 अभिषेक भाइ पछाडिपट्टि लाग्नुपर्छ हजुर ट्रामामा चाहिँ आउनु भएको रहेछ दिदी अस्ति न अनि मैले चाहिँ भेट्न पाएको थिइनँ अनि म ओटीमा गएको बेलामा परेछ दिदीलाई भेट्न पाएन बिचरा हेर कति भयो 25-30 हाल्दैन बिचरा 5,000 थप्दैन ए कति 30 भयो भाइ तिम्रो कन्डिसन अलिक सिरियस रहेछ मैले 5 थपेर 30 भयो होइन फेरि पनि तपाईँलाई मैले सहयोग लिएर आउँछु होइन यतिले त केही हुँदैन तर केही सहज चाहिँ हुन्छ तिमीलाई केही दिनलाई सहज चाहिँ हुन्छ तपाईँ कुरुवा हो मम्मी हो ल नमस्ते मम्मी तपाईँले राम्रोसँग हेरिदिनु होला र अभिषेक तिम्रो नम्बर मलाई आई निड योर नम्बर ओके ल यो नम्बर ल है त भाइ ल भन ल हजुर जुन लाइक गभर्मेन्टले यतिखेर हजुर खासमा यो कुरा गभर्मेन्टले सोच्नु किनकि हिजोको दिनमा घाइते भएर हस्पिटलमा बसिरहेको आजको दिनमा मेरो मम्मी कुरा बसिरहनु पर्छ मम्मीले खाना बनाएर लिएर आउनु पर्छ बेलुका ड्याडी कुरा बस्नुपर्छ भनेपछि आर्थिक स्थिति त परिवारको जतिसुकै राम्रो भए पनि खर्च गइरहेको हुन्छ आउने ठाउँ हुँदैन जाने ठाउँ हुन्छ यो कुरा त सरकारले बुझ्नुपर्ने बुझिरहनु भएको छ मेरो दिदी हुनुहुन्न तर फेरि म आउँछु है आई लभ यु टु है म फेरि आउँछु कान्छ सहयोग लिएर आउँछु तिम्रो नम्बर आई निड हिजो नम्बर ल्याउ त को तिमी हो नमस्ते अनि किन त नि भुइँमा सुतेको अप्ठ्यारो भएर ए भुइँमा चाहिँ नसुत नि त त्यसरी के भयो कहाँ हाने भन त ए खोइ देखाउ त यहाँनिर हानेको ए हजुर ए के तिम्रो नाम भन त उसलाई मिल्दैन ए नवीन तामाङ अनि के त यहाँ नि तेलै छैन खानेकुरै छैन भने रुँदै कसले मलाई कल गरेर भनेको आमाले हो ए उबाटै ए कतिवटा लागेको यहाँ हड्डी निस्क्यो हड्डी छेडेर गएको ए अनि ऊ चाहिँ को
ए तिम्रो बच्चा होइन बिहा गरेर छैनौ कति वर्ष भयो 22 वर्ष हो ए बिहा गर्नै बाँकी रहेछ बिचरा ए कान्छा सहयोगले त अब हामी गइहाल्नुपर्छ कति छ 24ले अलि पुग्दैन कि बिचरा अवस्था अलि नानी चाहिँ सहज लाग्यो यहाँ तेलहरू छ दालहरू छ है तिमीलाई ठिक हुन्छ हेर त दसैँलाई अनि 2 बोरा चामल छ केही महिनालाई पुग्छ होला फेरि पनि उ भएन भने सहयोग भएन नि एकछिन ज्ञानी भएर बस्छ सहयोग फेरि चाहियो भने फेरि पनि गर्नु होइन अनि 24 गते लाग्यो कि 23 गते लाग्यो 23 गते लागेको अनि कुन हस्पिटलमा उपचार गरे कति छ 10 छ 24 10 कति भयो 34 तिमीलाई धेरै दिएछ है दिदीले किन भन्दाखेरि एकदम तिम्रो अवस्था नाजुक छ भनेर आमा घुवा रुनु भएको थियो र अनि खानालाई तेल पनि छैन भनेर आधी कार्टुन त तेलै बोकेर आएको छु मैले है त ल ल ल यो सबैजनाको सहयोग हो दिदीले चाहिँ जुटाएको दिदी चाहिँ माध्यम मात्रै हो है फेरि दिदीले आफ्नै खल्तीबाट हाले त होइन तर मेरो पनि टाइम मेरो जिन्दगी चाहिँ तिमीहरूमै चाहिँ समर्पित हो है तिमीले झन् तिम्रै कारणले गर्दा आज देश परिवर्तन भएको छ तिमी गएन आन्दोलनमा गयौ तिमीलाई चाहिँ केही भएन ए गेटमा गेट भन्दा नि बिचतिर आइसकेपछि लागेको थियो ए उहाँ दाइ हो ए ल ल त भाइ म अन्ठाउन्न जानुपर्ने हुन्छ है भाइ त ल ल 10 छ 24 10 कति भयो 34 तिमीलाई धेरै दिएछ है दिदीले किन भन्दाखेरि एकदम तिम्रो अवस्था नाजुक छ भनेर आमा घुवा रुनु भएको थियो र अनि खानालाई तेल पनि छैन भनेर आधी कार्टुन त तेलै बोकेर आएको छु मैले है त ल ल ल यो सबैजनाको सहयोग हो दिदीले चाहिँ जुटाएको दिदी चाहिँ माध्यम मात्रै हो है फेरि दिदीले आफ्नै खल्तीबाट हाले त होइन तर मेरो पनि टाइम मेरो जिन्दगी चाहिँ तिमीहरूमै चाहिँ समर्पित हो है तिमीले झन् तिम्रै कारणले गर्दा आज देश परिवर्तन भएको छ तिमी गएन आन्दोलनमा गयौ तिमीलाई चाहिँ केही भएन ए